हाम्रो आजको यात्रा सिमाना हुँदै चौरी बुकीसम्मको यात्रा हुँदैछ। यो सुरुवात पल्लो उकालो यहाँ गाडी बाइकहरू राखेर हामी हिँड्दैछौँ उकालो। यहाँको रमाइलो यात्रा हेर्नुहोस्, बल्ल सुरुवाती चरण। यस्तो रमाइलो त कति देख्न पाइन्छ कति यो ठाउँमा, भेडा त थोरै छ। नमस्ते, यो बुकीसम्मको रमाइलो यात्रा कति घन्टा लाग्छ सर माथि जान? गोरुमाथि चढेर जान पाएन ठिक हुन्थ्यो होला। यताको गाई यस्तो आउँदो रहेछ नि, चौरी हुने कि गाई हुने के हुने नि? प्रेम सर तपाईँले गाई गोरु चिन्नु नगयो, गोरु है यो गुरु हो कि अरू हो खै? यो गुराँस चाहिँ गुराँस यो फुलेको आला आउने नि झन् रमाइलो हुन्छ होला नि मोबाइलमा प्याक। यो हाम्रो यो रमाइलो यात्रा निरन्तर चलिरहेको छ। 3-4 घन्टा माथि जानुपर्छ अझै। यहाँ फेरि मादल बजाउने टोली गीत गाउँदै रमाइलो गर्दै हामी यो चौरीखर्क बुकीको यात्रामा आज निस्केको। 1 घन्टा भयो उकालो चढेको, अझै कता थाहै थिति छैन माथि कति उकालो हो। दिनको रात सलाला है प्रेम सर आउनुहोस्। माया पानको पात मायालुलाई सम्झन्छु सलाला। खाने हो भोला आइनी प्यारी नाम मेरो छ नि सिखोला माया पानको पात माया यो उकालोमा दोहोरी गाउँदै रमाइलो गर्दै उकालो सजिँदै गर्दैछ। अहिले चाहिँ रमाइलो कहाँको टोलीसँग भेट भएर रमाइलो गर्दै कोसेली खानु पाइयो जस्तो। जङ्गलको बाटो हिँड्दा हिँड्दै यस्तो चौर जस्तोमा आइयो त। खै कहाँ आइयो चौरमा। कुहिरो लाएर राम्रोसँग नदेखिए पनि यहाँको वरिपरिका डाँडा मन लोभ्याउने यहाँका डाँडाकाँडा हिँड्दा हिँड्दै थोकाइ लाएर बोल्न पनि गाह्रो भइरहेको छ। रमाइलो ठाउँ। हजुर थकाइ लाएर बसेको अवस्था। हाम्रो नृत्य सुरु, गान नृत्य सुरु भइसक्यो।